to my YouTube channel. This is me Renuka Bhandari. So अहिले चाहिँ हामी जाँदैछौँ व्रतबन्धको लागि। रेडी भएर चाहिँ अब हिँडिसकेला। ठुलबुवा र म चाहिँ हिँडिसक्यौँ ल। गाइज हामीहरू चाहिँ हिँडिसक्यौँ ठुलबाबासित। अब माथि गएर सानीमा सित भेट भएर, सानीमा हो कि ठुलमा मेरो बेसी होइन, सो उहाँसँग भेट भएर फेरि सुन्दारा गएर अनि बल्ल जानु छ। आज हामी व्रतबन्ध सहित घर पूजामा हिँडेको ल। हेर्दै जानु होला कस्तो हुन्छ आजको दिन भनेर। ओके गाइज, दिस इज माई आउटफिट, तर देखिएन। हामी चाहिँ सानीमा घर आइसकेका छौँ ल। मल्लुरीलाई केही पनि सोध्दैन। हामीहरू हिँडिसक्यौँ ल गाइज। यहाँबाट देखिने यो हामीहरू सुन्दर आइसक्यौँ। अब फेरि अर्को गाडी चेन्ज गर्नु छ ल। ए दसैँ लाउने भनेको यही हो। गाई चप्पल चुटेर म खाली खुट्टा हिँड्दैछु। किन्न लेखेको रहेछ भाग्यमा। यहाँ फलफुल किन्दैछौँ है हामी। हामीहरू मनोमन्जु ठाउँमा आइपुग्यौँ। भेट्यौँ सबैजना। अनि त्यसपछि हुनुहुन्छ अर्को मान्छे, तिराउरी मान्छे। This is my full outfit. हामी पूजा गर्न आइसक्यौँ ल। लगाइ चाहिँ यहाँ हुँदैछ। गाइस यहाँ भिक्षा दिने बेला भएको छ ल। नर्मल हो रमाइलो हुँदैछ गाइजहरू। हामीहरू चाहिँ रमाइलो गरेर पूजामा रमाइलो गरेर अहिले चाहिँ हामी खाना खान आएको छौँ। सो त्यही नै हो।
गाइजहरू हामी चाहिँ खाना खाएर आइसकेका छौँ। पूजा घरमा जाँदैछौँ ल। जाना त अब मेरो माइली बाबु छोरा हो त्यो त्यहीँबाट मासेर हो तपाईँहरूको गाइस यहाँ नाचगान चलिरहेको छ, भजन कीर्तन। म नाचेर थाकिसकेँ। अब यो भिडियो हालौँ भने कपिराइट आउँछ, सो यतिमै चित्त बुझाउनु होला है। ल गाइस हामीहरू हिँडिसक्यौँ ल। अब घर फर्किन लागेको हामीहरू। कस्तो भयो? हेलो गाइस हामी बल्ल कीर्तिपुर आएँ। अघि डे भ्यू देख्नु भएको थियो काठमाडौँको, भने अहिले नाइट भ्यू हेर्दै हुनुहुन्छ हजुरहरू। सो हामी चाहिँ पूजामा गएर आइसक्यौँ। अनि गाडी चाहिँ लास्ट गाडी भएको कारणले पहिला जहाँ जान्थ्यो नि त्यहाँबाट बिहान चढेको थियौँ नि, त्यहाँबाट गाडी गएन तँसम्म। सो अहिले हामी हिँड्दैछौँ। आएर त हिँडेको हिँड्नै, ओहो कति हो हिँड्ने पनि, हिँडेको हिँडै भएछ।